नमस्कार, इमेज न्यूज एफएम 103.6 को यो विशेष प्रस्तुतिमा यहाँलाई हार्दिक स्वागत छ। यो प्रस्तुतिमा आज हामीले मुलुकमा देखिएको चरम भ्रष्टाचारलाई अन्त्य गर्नका लागि नागरिकका तर्फबाट के गर्न सकिएला यो विषयमाथि केन्द्रित रहेर छलफल गर्दैछौँ। एकजना राजनीतिक विश्लेषक एवं भ्रष्टाचार विरुद्धको आन्दोलनमा विगत लामो समयदेखि काम गरिरहनुभएका कल्याणदेव भट्टराईसँग ट्रान्सपरेन्सी इन्टरनेसनलले केही समय अघि मात्रै नेपाल चरम भ्रष्टाचारको दलदलमा फसेको प्रतिवेदन सार्वजनिक गरेको थियो। यो प्रतिवेदन सार्वजनिक भएको महिना दिन बित्न नपाउँदै नागरिक समाजका केही प्रबुद्ध व्यक्ति र सर्वसाधारणले भ्रष्टाचार अन्त्यका लागि दबाब दिने कार्यक्रमहरू अगाडि सारेका छन्। फलस्वरूप 24 घण्टे अनसन पनि सम्पन्न भएको छ। भलै यी घटनाहरू यति बेला सञ्चारका दृष्टिमा पर्न सकेका छैनन्, कारण नेपालमा राजनीतिक दबदबा बढी छ र राजनीतिकका यो दबदबाले धेरै पीडाहरूलाई ओझेलमा पारिदिएको छ। नागरिक समाजका केही प्रबुद्ध व्यक्ति र सर्वसाधारणको सक्रियतामा केही दिन अघि रत्तपारको शान्ति बाटिका स्थित भ्रष्टाचारका विरुद्धको 24 घण्टे अनसन कार्यक्रम सफल भएको छ। यसको चर्चा परिचर्चा त्यति धेरै हुन पाएन। फेरि पनि मुलुक भ्रष्टाचारबाट आक्रान्त बनिरहेका बेला यो अभियान आफैमा महत्त्वपूर्ण हुन सक्छ र यो अभियानलाई अझ सशक्त बनाउनका लागि र सर्वसाधारण नागरिक समेतले मुलुकलाई भ्रष्टाचारबाट जोगाउनका लागि र भ्रष्टाचारीहरूलाई कत्लेआम गर्नका लागि के खालका कामहरू गर्न सक्लान्, कस्तो भूमिका निर्वाह गर्न सक्लान् भन्ने प्रश्नको उत्तर खोजिनु पनि जरुरी छ। आज हामी यसै मेसोमा जुटेका छौँ। हामीसँग एकजना राजनीतिक विश्लेषक कल्याणदेव भट्टराई हुनुहुन्छ, जसले मुलुकको बिग्रदो राजनीतिमा सूक्ष्म दृष्टिकोण राख्नुहुन्छ र सँगसँगै निकै लामो समयदेखि भ्रष्टाचारका विरुद्धमा वकालत पनि गर्दै आउनु भएको छ। 24 घण्टे अनसनका सन्दर्भमा कल्याणदेव भट्टराईको सक्रियता र नेतृत्व पनि देखियो। हामी नागरिकका तर्फबाट गर्न खोजिएका यी मसिना कामहरूले भ्रष्टाचारीहरूको मनोबललाई कतिको हल्लौला अथवा भ्रष्टाचारीहरूलाई कुन स्थानमा राखिदिएला, यी र यस्तै प्रश्नको उत्तर खोज्ने प्रयत्न गर्नेछौँ। यति बेला भने आजका हाम्रा अतिथि कल्याणदेव भट्टराई हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। उहाँलाई स्वागत गरौँ। भट्टराईज्यू, यहाँलाई इमेज न्युज एफएममा हार्दिक स्वागत छ। नमस्कार, धेरै धेरै धन्यवाद ठाकुरजी। भट्टराईज्यू, र विशेष गरी यो 46 को परिवर्तनपछि 48, 49, 50 त्यसमा नै 50-52 तिर मुलुकमा व्याप्त भ्रष्टाचारका विरुद्धमा तपाईँहरूले आवाज सँगसँगै कलमलाई सार्वजनिक गर्नुभयो, त्यसका विरुद्धमा प्रयोग गर्नुभयो र त्यसको खासै प्रभाव नदेखेर हो अथवा तपाईँहरू आफै निराशाको दलदलमा फसेर हो अथवा यो मुलुकमा राम्रो गर्छु भन्नेहरू सधैँ हार्छन् भन्ठानेर हो तपाईँहरू चुपचाप बसेको जस्तो देखियो। अहिले ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि मुलुक भ्रष्टाचारको दलदलमा फसेको र मुलुकको अवस्था साह्रै नाजुक भएको प्रतिवेदन सार्वजनिक गरेको महिना दिन पुगेको छैन। तपाईँहरू भ्रष्टाचारका विरुद्धमा शान्ति बाटिकामा रिले अनसन बस्नुभयो, 24 घण्टे अनसन बस्नुभयो। यसको प्रभाव कस्तो देखिएला? अहिले चाहिँ फेरि तपाईँको जगाइले के सन्देश देला? सबभन्दा पहिले त म तपाईँलाई धन्यवाद दिन चाहन्छु, तपाईँले जुन किसिमले विश्लेषण गरिदिनु भयो। यहाँनिर समस्या के हो भनेदेखि 46 सालमा जब हामीहरू जस्तो प्रोफेसनल व्यक्तिहरू सडकमा आएको थियौँ र लकिली त्यसको नेतृत्व पनि मैले गर्ने मौका पनि पाएको थिएँ। जुन चाहना लिएर, जुन सोच लिएर, जुन 30 वर्ष पञ्चायतकालमा जुन किसिमका चाहिँ भ्रष्टाचारहरू भएको थियो, व्यतिथि भएको थियो, नियम विपरीतहरू काम हुन्थे, दरबारबाट जे भन्यो त्यही गरिन्थ्यो, दायाँ बायाँ केही हेरिन्थ्यो आदि इत्यादि, तपाईँले बुझिहाल्नुभयो।
त्यसको विरुद्ध केही हुन्छ भनेर नै हामी लागेको। हाम्रो लागि को सरकारमा जान्छ, कुन चाहिँ पार्टीले राज्य गर्छ भन्ने कुरा एकदमै त्यो कुनै गौण विषय थियो। हामीले खोजेको त एउटा सही रूपमा देश अगाडि जाओस्, देशको विकास होस्, भएका गरिबीहरूको अन्त होस्, जुन किसिमका शोषणहरू भइरहेका छन् त्यसको अन्त होस् भन्ने हो। तर बडो दुःखको साथ भन्नुपर्छ, इभन नेपाली काङ्ग्रेसका भनेर चिनेका कपिल श्रेष्ठ, हामीहरू 4-5 गएर कृष्णप्रसाद भट्टराईलाई तत्कालीन प्रधानमन्त्रीजीले हामीले हात जोडेर पटक पटक भनेको हो। कम्तीमा पनि 40 सालको अन्त भएपछि आन्दोलन सक्सेस भएपछि 2-4 जना मान्छेलाई सिम्बलको लागि भए पनि कारबाही गरिदिनुहोस् बाबा, यो भ्रष्टाचारीहरूले त्यो देशलाई खत्तम पारिसके भन्दा पनि त्यो पनि हुन सकेन। त्यस कारणले अब तपाईँले भनेको जस्तै सही हो, हामीले करायौँ लेख्यौँ, आखिर गर्न के सक्छौँ र हाम्रो पनि त एउटा लिमिटेसन छ। नागरिक समाज भने पनि अथवा हामीहरूले जे भने पनि लिमिटेसन भन्दा भए अब अहिले चाहिँ कस्तो दियो भने अब तपाईँले भन्नु जस्तो जस्तो ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि दियो र जुन किसिमले हामीलाई फेरि यहाँ कुरा के भयो भने राजनैतिक मुद्दाको नाममा ल आइडियोलोजिकली डिफरेन्स भएर बलचपतिले जेलमा पारिएका मान्छेहरूलाई मुद्दा फिर्ता लिएको भए पनि ल केही हदसम्म ल यस्तै हो, यो राजनैतिक मुद्दा थियो भन्नु। अब यहाँ त कस्तो हो भनेदेखि तपाईँको चाहिँ जेल डाँगाहरू, चोरहरू, भ्रष्टाचारीमा लागेकाहरू, ज्यानमारहरू आदि इत्यादिलाई पनि राजनीतिको रूपमा चाहिँ राजनीतिक मुद्दाको जस्तै गरेर चाहिँ फिर्ता लिन थालिसकेपछि यो त अति नै भयो भनेर अब हामीले केही गर्नु पर्ला कि केही गरौँ कि सुरुवात गरौँ भनेर अस्ति चाहिँ। अब अहिलेको समयमा तपाईँहरूको सक्रियताको प्रभाव कस्तो पर्ला त? अब हिजो 2 दिन हेर्नुहोस्, म दिनभरि जस्तै नै 2 दिन 24 घन्टामा 20-22 घन्टै नै थिएँ अघि। त्यहाँ जुन किसिमको हामीले चाहिँ सहयोगको आशा राखेका थियौँ, जुन किसिमको इन्ट्रेस्ट आउला अलिकति भन्ने आएको त्यो आएन। त्यसले मलाई अलिकति दुःखी बनाएको छ। दुःखी यस कारणले होइन कि हामीले गरेको प्रोग्राममा मान्छेहरू आइपुगेनन् अथवा त्यस किसिमको सहयोग पाएन भन्ने कुराको दुःखी होइन कि, दुःख मलाई यस कारणले लागेको छ कि जनतामा विश्वास भन्ने कुरा अब यति अविश्वास भइसकेको छ कि कसैलाई पनि कसैले विश्वास नगर्ने भइसक्यो। जो राजनैतिक पार्टीहरूले जुन सत्ताको खेल खेले नि त्यसले गर्दाखेरि जनतामा एउटा यस्तो किसिमको वितृष्णा चाहिँ त्यहाँ जागेको देखियो कि त्यहाँ हामीले रजिस्टर कापी पनि राखेका थियौँ, हार्डली 30 जना भन्दा बढ्ता ल्याएर त्यहाँ सिग्नेचर गर्नु भएन। त्यस कुराले बडा दुखी बनाएको छ र अब हाम्रो अर्को प्रोग्राम भट्टराईज्यू जस्तो नि अब ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि सर्वसाधारण नागरिकको जागरुकता बिना भ्रष्टाचार अन्त्य हुन सक्दैन भन्ने निष्कर्ष निकालेको छ र सर्वसाधारणको सहयोग र समर्थनको अपेक्षा पनि गरिराखेको बेला तपाईहरु यो अभियानमा जुट्नु भएको छ। फेरि पनि तपाईले भर्खरै अत्यन्तै तीतो यथार्थ सार्वजनिक गरिदिनु भयो। 24 घण्टाको त्यहाँको त्यो बसाइमा जम्मा 30 जना भन्दा बढीको समर्थन पाउन सक्नु भएन भन्ने कुरा, यसले चाहिँ हामी नागरिकहरू भ्रष्टाचारप्रति त्यति चनाखो छैनौं र भ्रष्टाचारीहरूलाई मनोबल बढिराखेको छ भन्ने देखाउँछ कि देखाउँदैन? एक किसिमले समाज यो मामलामा चाहिँ है समाजको पनि अलिकति दोष छ, किनभने समाजले जुन किसिमले रातोरात धनी हुनेहरूलाई पनि त्यही किसिमको इज्जत दिन्छ, माला लगाइदिने होइन, उद्घाटन गर्न बोलाउने आदि इत्यादिको जुन बेरुखोको जुन किसिमको चाहिँ घृणा गर्नुपर्ने हो, जुन किसिमको चाहिँ अपमान गर्नुपर्ने हो, त्यसो नगरिकन उल्टो चाहिँ उनीहरूकै साथ दिएको जस्तो उनीहरूलाई नै चाहिँ सहयोग गरिरहेको जस्तो जुन चाहिँ अहिलेको वातावरण भइरहेछ त्यो चाहिँ अत्यन्तै दुःख लाग्दो हो। अब त्यसलाई बिस्तारै हटाइकन त अब यो देशको त विकास होला जस्तो, यो देशको प्रब्लमहरू सल्भ होला जस्तो त मलाई लाग्दैन। मेरो दृष्टिकोणमा भन्नुहुन्छ भने त यो देशको वर्तमान हालहुलुमा 1 नम्बरको कारण नै म भ्रष्टाचारलाई दिन्छु। जबसम्म यो भ्रष्टाचारलाई हामीले चाहिँ कम गर्न सक्दैनौँ, पूर्ण रूपले खत्तम गर्न नसके पनि बिस्तारै घटाउँदै लैछ। त्यसको लागि तर कम होला भन्ने त्यो संकेत पनि त हामीले देखिरहेको छैनौं नि, हैन? कम होला भन्ने संकेत त देखेको छैन, त्यति मात्रै होइन बढेर गइरहेको छ। यहाँ समस्या त यो पो भयो, दुःख लाग्दो कुरा त यो हो। पहिला जे जस्तो थियो त्यसको तरिकामा झन् फरक भएर आयो। अब त इन्स्टिट्युसनलाइज हुन लागिसक्यो। तपाईको कुनै पनि इन्स्टिट्युसनमा तपाईँ जानुहोस्, कुनै पनि अर्गनाइजेसनमा तपाईँ जानुहोस्, त्यहाँ त अब यस्तो किसिमको भ्रष्टाचार भइसक्यो कि भ्रष्टाचार नगरिकन अथवा तपाईँले पैसा नदिकन तपाईँको एउटा फाइल एक ठाउँबाट अर्को ठाउँमा नजाने भइसक्यो। र त्यो पनि कस्तो किसिमले हुन थालिसक्यो भनेदेखि एकदम इन्स्टिट्युसनलाइज। अब जस्तो अहिले भन्नुहोस् न, हुन त यो अब अहिले मैले भनिहाल्नु पर्ने कुरा हो कि होइन, किन हाम्रो चाहिँ राष्ट्रपतिजी हिँडिरहनु गइसक्नु भएको छैन। मैले एउटा अखबारमा पढेँ, उहाँको चाहिँ छोरा बुहारी त्यसपछि छोरी नाति शुद्ध चाहिँ लिएर जाने रे, अब ट्याक्स पेयर्सको पैसाबाट।
यो यस्तो भ्रष्टाचारलाई त म इन्स्टिट्युसनलाइज भ्रष्टाचार भन्छु। के गर्ने त उहाँले गएर त्यो नातिले गएर त्यहाँ गएर के गर्ने? इन्डियाको राष्ट्रपतिसँग कुरा गर्ने राजनीतिक बारेमा हो कि दिल्ली घुमेर आउने हो? दिल्ली घुमेर आउन सक्ने क्षमता त राष्ट्रपतिको तलबले पनि उहाँहरूलाई दिन्छ नि बाबा। यो यस्ता कुराहरू बल्ल खतरनाक हो, हेर्दाखेरि बहुतै सानो जस्तो लाग्छ। अब हामीले अहिलेसम्म कम्तीमा देशलाई माया गर्ने, अलिकति शालीन, अलिकति लाज र लोकलाजलाई ख्याल गर्ने भनेर राष्ट्रपतिलाई बुझ्ने प्रयत्न गर्छौँ। त्यस्तै व्यक्तिबाट यहाँले भन्नुभयो जस्तो हुन्छ भने अरू जो चाहिँ लोकलाज पचाइसकेकाले के गर्लान्? हो, अब खुम्बहादुर खड्काबाट तपाईँले के एक्सपेक्ट गर्नुहुन्छ? नेपाली काङ्ग्रेसबाट तपाईँले के एक्सपेक्ट गर्नुहुन्छ? जब सर्वोच्च अदालतले दोषी ए बाबा ल ठिक छ, अदालतले त्यहाँ दोषी नठहराउन्जेलसम्म उसले सस्पेन्ड गरेन, पार्टीबाट चाहिँ उसलाई हटाएन, त्योसम्म अलिकति मान्ने कुरा छ, किन दोषी ठहर भइसकेको छ। अदालतले नै दोषी ठहर गरेर जेलमा हालिसकेपछि त्यस्ता कार्यकर्ताहरूलाई त उसले पार्टीबाट निष्कासन गर्नुपर्छ नि। अब त्यो पनि यदि गर्दैन भने त्यस्तो पार्टीले तपाईँको यो देशमाबाट भ्रष्टाचार कम गर्ला र यो देशको विकास गर्ला र जनताले त्यसलाई साथ देलान् भनेर ठान्नु भनेको त बौद्धिक दरिद्रता बाहेक त अरू केही पनि होइन मेरो दृष्टिकोणमा। भट्टराईज्यू, हामीसँग अब कानुन नभएका कारण भ्रष्टाचार बढिराखेको छ कि नैतिकता नभएका कारण भ्रष्टाचार बढिराखेको छ? मुख्य कुरा त यहाँ नैतिकता नै भएन। कानुन पनि नभएको पनि होइन, कानुनमा पनि केही त्रुटिहरू होलान्, तर त्यो त्रुटिलाई त बनाउन सकिन्छ, तर नैतिकतै भएन। अब हेर्नुहोस् न, बार एसोसिएसनको उसमा सर्वोच्च अदालतको चाहिँ न्यायाधीशहरूले बोल्ने कुरा, हाम्रो चाहिँ वकिलहरूले बोल्ने, यी सबै कुराहरूले के देखाउँछ भनेदेखि यहाँ नैतिकता एकदमै ह्रास भएर गयो। नैतिकता भन्ने कुरै भएन। यहाँ जसरी भए पनि पैसा कमाउने बाहेक अरू कुनै पनि चिजको यहाँ आवश्यकतै परेन जस्तो जनताले इभन समाजमा पनि यसमा त म अलिकति हाम्रो समाजलाई पनि दोष दिन्छु, किनभने उहाँहरूले पनि जुन किसिमले भ्रष्ट व्यक्तिहरूलाई चाहिँ शिक्षित दूर गर्नुपर्ने हो त्यो चाहिँ गर्न सक्नु भएको छैन। अलिकति सहयोग नै, इन्डाइरेक्ट सहयोग नै भइरहेको छ, उहाँहरूलाई दिन नपर्ने चाहिँ सम्मान दिइरहेको छ। अब स्रोतको त तपाईँलाई यहाँ खोजी नै भएन। हेर्नुहोस् न, हिजोसम्म चाहिँ यो राजनीतिक पार्टीका नेताहरू मात्रै होइन, यो चाहिँ रातौँ रात धनी हुने व्यापारमा लाग्ने, हिजोसम्म केही नभएकाहरू आज रातौँ रात चाहिँ अरबपति खरबपति भनेर हुँदाखेरि पनि ए बाबा यसले यो पैसा कहाँबाट लिएर आयो त? के सोर्स हो त? के काम गर्छ त बाबा? यत्रो पैसा कमाउनलाई केही त गर्नु पर्यो नि त। रुखमा उम्रिँदैन, माथिबाट छानाबाट खस्दैन। यस्तो किसिमको बेसिक सोच पनि चाहिँ हाम्रो आम जनसमुदायले गर्दैन। अब त्यो गर्ने बेला आयो भनेरै हामीले यो चाहिँ अब सुरुवात गरेको हेर्नुहोस्, सक्सेसफुल हुन्छ भनेर त म भन्न सक्दिनँ। मैले त धेरै कोसिस गरेँ यस्ता कुराहरू। 46 सालदेखि प्रजातान्त्रिक जनमञ्च भन्ने पनि एउटा तयार गरेर खोल्यौँ, रायौँ, त्यो पनि सक्सेसफुल हुन सकेन। अब यो हामी चाहिँ मेची महाकालीमा पनि जाँदैछौँ, लगभग 22-23 दिनको टुर गर्दैछौँ, पैदल यात्रा। अब केही हुन्छ कि भन्ने आशा हो, कोसिस गर्ने हो। उही तपाईँले गएको योभन्दा पहिलेको इन्टरभ्यूमा मलाई सोध्दै हुनुहुन्थ्यो चुपचाप बसेर भगवान् भरोसा गर्नुहुन्छ कि भन्दा मलाई अलिक घत लागेको थियो। मैले भने भगवान् भरोसाबाट त यो देशमा केही हुनेवाला छैन, कोसिस गर्ने हो, हेर्दै जाउँ के हुन्छ। तर चुनौती त निकै रहेछ नि त, होइन? अब सर्वसाधारण नागरिकले नै पनि समर्थन नगर्ने, राज्यका तर्फबाट यहाँहरू जस्ता अभियन्तालाई त्यति खोज नीति पनि नगर्ने, बरु निस्तेज पार्ने प्रयत्न हुँदो हो। चुनौती त थुप्रै हो देखिए नि त, होइन? चुनौती त अब अहिलेको अवस्थामा त राजनैतिक यो घोटालाहरू भन्दा पनि यो भ्रष्टाचारलाई चाहिँ अन्त गर्नको लागि चाहिँ धेरै ठुलो चुनौती छ। र किनभने यहाँ चाहिँ भ्रष्टाचारकै विरुद्ध भनेर कुरा गरे पनि यहाँ भ्रष्टाचार गर्नेहरू पनि धेरै भइदिए क्या। त्यस कारण यहाँ बडा गाह्रो छ। जनतालाई पनि ठाडै दोष दिन पनि सकिँदैन। कसरी तपाईँले पहिचान गर्नुहुन्छ यो मान्छेले के गरेर आएको? भ्रष्टाचारी नै आएर भ्रष्टाचारीको विरुद्ध गरेर आएको हो कि? त्यो पनि त यहाँ एउटा समस्या छ। किनभने यो यस्तो किसिमले जेली दिएको छ नि यो इन्स्टिट्युसनलाइज करप्सनले गर्दाखेरि, अब करप्सन गर्नेहरूलाई कुनै किसिमले सजाय नदिने, उल्टो चाहिँ सरकारले पनि माफी गर्ने, राजनैतिक पार्टीहरूले पनि वास्ते नगर्ने, उल्टो उसलाई नेता बनाउने। खुम्बहादुरको केस त तपाईँलाई थाहा छ, जुन दिन अदालतले मुद्दा हाल्यो त्यो दिन नेपाली काङ्ग्रेसले जुलुस उठाए। ए बाबा के गर्न खोजेको त नेपाली काङ्ग्रेसले? एउटा क्लियर हुनु पर्यो नि त, भ्रष्टाचारको बारेमा उसको के विचार छ त? अदालतले भ्रष्टाचारी ठहर गरे पनि म मान्दिनँ। मेरो कार्यकर्ताहरू भ्रष्टाचारी हुँदैनन्, तिनीहरू एकदम दुधले धोएका हुन् भन्न खोजेको हो कि होइन? नेपाली काङ्ग्रेसका नेताहरूले भ्रष्टाचार गरे पनि
अदालतले दोषी ठहराउनु हुन्न भन्न खोजेको हो कि के हो? म त एकदमै कन्फ्युज भएँ। तिनीहरूले जुन किसिमले चाहिँ जुलुस उठाए नि, अब यो कुरा यसमा सबै पार्टी राजनैतिक पार्टीहरूमा लागू हुन्छ। हेर्नुहोस्, जेलमा मान्छे मरेकोलाई पनि यहाँ शहीद बनाउनु पर्छ, 2 जना गुण्डा झगडा गरेर कोही मऱ्यो भने पनि शहीद बनाउनु पर्छ। यी सबै गराउने राजनैतिक पार्टी भएको हुनाले बडा जेलिएको छ यो समस्या भ्रष्टाचारको। भट्टराईज्यू, जस्तो नि अब तपाईँहरू यो 24 घण्टे अनसन बसिरहँदा राजनीतिक दलका नेताहरू आउन भ्याएनन्, कोही पनि आउनु भ्याएन। कसैको चासोको विषय नै भयो, चासोको पनि विषय भएन। बरु त उनीहरूलाई चिन्ता लाग्यो होला, अब यो अलिकति चाहिँ जे पनि आफ्नो स्तर राखेर बसेकाहरू, इज्जत नगुमाएकाहरूले चाहिँ केही गर्न खोजेका छन्, के होला कि भनेर ढ्याङ्ग्रो पिँढी जस्तो लाग्छ मलाई। अनि ट्रान्सपरेन्सी इन्टरनेसनलका पदाधिकारीहरूलाई तपाईँहरूले खबर गर्ने, उहाँहरूको समर्थन जुटाउने प्रयत्न गर्नुभयो? अब विकास जो हाम्रो यहाँको अहिलेको यो संस्थाको म्याकेटको अध्यक्ष हुनुहुन्छ, उहाँले चाहिँ सकेसम्म सबैजनालाई चिठी पठाउँछु भनेर भन्नुभएको थियो। एक्ज्याक्टली ट्रान्सपरेन्सी इन्टरनेसनललाई पठाउनु भएन भन्ने कुरा त मलाई थाहा भएन। तर राजनैतिक पार्टीहरूका चाहिँ उहाँ नै लिएर ज्ञापन पत्र लिएर जानुभएको हो। त्यस कारणले धेरै ठाउँमा उहाँले पुर्याउनु भएको थियो। एक्ज्याक्टली ट्रान्सपरेन्सी इन्टरनेसनलको बारेमा चाहिँ मैले चिठी गयो या गएन भनेर भन्न सक्ने अवस्थामा चाहिँ म अहिले छैन। अब तपाईँहरूले यत्रो अभियान त सञ्चालन गर्नुभयो, एउटा निकै महत्त्वपूर्ण काम सम्पन्न गर्नुभयो, तर त्यसले जुन किसिमको तपाईँहरूले अपेक्षा गर्नुभएको थियो, त्यसको प्रभावको अपेक्षा त्यो त्यति राम्रो नदेखिएर एक खालको निराशा पैदा हुने स्थिति? होइन, हामी निराशा त हामी भएकै छैन। हेर्नुहोस्, 2 दिनपछि भए पनि तपाईँले त यति गरिदिनु भयो, तर तपाईँलाई त्यसको लागि धेरै धेरै धन्यवाद छ। मैले भने नि, अब विश्वास, यसै हामी उनीहरूलाई दोष दिने पक्षमा पनि छैनौँ, किन यहाँ विश्वासको खडेरी लागेको छ र विश्वासको खडेरी हुनुमा राजनैतिक पार्टीहरूको दोष छ। 2 वर्षमा बनाउनु पर्ने संविधान सभा बनाएन, होइन। अब गरिबीको बारेमा उनीहरूले केही पनि, साँच्चै भन्नुहुन्छ भने 46 सालदेखि आजसम्म देशको जनताहरूसँग सम्बन्धित कुनै पनि इस्युहरूमा चाहिँ यी राजनैतिक पार्टीहरूले केही पनि निराकरण गरेन। उल्टो ती नचाहिने इस्युहरूलाई चाहिँ उठाएर नभएका कुराहरूलाई आफै लिएर आएर, अब यो संहिताको कुरा भन्नुहोस् या यो पिस ट्रिटीको नाममा अब माओवादीले आफ्नो सेना तयार गर्यो, त्यही सेनालाई फेरि उसमा पठाउनलाई 4 वर्ष 5 वर्ष गयो भनेपछि यो समस्या आफैले क्रिएट गर्यो। भट्टराईज्यू, जस्तो नि अब भ्रष्टाचारका दृष्टान्तहरू त खुल्ला बाहिर देखिएका छन् नि है, अब एकदम खुल्ला देखिएका छन्। तर अब यस्तो देखिएका भ्रष्टाचारका विषयमाथि पनि नागरिकले हस्तक्षेप गरेर भ्रष्टाचारीहरूलाई ठेगान लाउन नसक्ने पो रहेछन् है। अब नागरिकहरूले आफैले ठेगान लाउने भन्ने कुरा त त्यो सायद कानुनले पनि दिँदैन होला। तर कानुनलाई दबाब दिने अथवा सरकारी निकायलाई दबाब दिन सक्न त पर्ने हो नि त। त्यो चाहिँ गर्नुपर्ने हो। अब हामीले सुरुवात गरेका छौँ, हेरौँ हामीले सपोर्ट समर्थन पाउँछौँ भन्ने हामीले आशा राखेका छौँ। यो सुरुका 2-4 प्रोग्रामहरू अलिकति कम आकर्षण भए पनि बिस्तारै गर्दै जाँदाखेरि यसले चाहिँ पाउनुपर्ने आवश्यक सहयोग पाउँछ भन्ने कुरामा चाहिँ मलाई विश्वास लागेको छ। हजुर, कल्याणदेव भट्टराईज्यू, हाम्रो निर्धारित समय पनि सकिसकेको छ। इमेज न्युज एफएमलाई आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हजुर, आदरणीय श्रोता, आज हामीले कार्यक्रममा भ्रष्टाचारको अन्त्यका लागि, न्यूनीकरणका लागि सर्वसाधारण नागरिकको भूमिकाका विषयमाथि केन्द्रित रहेर भ्रष्टाचार विरुद्धको अभियानमा लागिराख्नुभएका एकजना राजनीतिक विश्लेषक कल्याणदेव भट्टराईसँग छलफल गऱ्यौँ। कार्यक्रमको निर्धारित समय सकिसकेको छ। कार्यक्रम सुनेर हामीलाई साथ दिनुहुने तमाम श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक मित्र निलेशका साथमा हामी पनि बिदा हुन्छौँ। नमस्कार।